नमस्ते, म एसपी ढकाल। आज तपाईहरुलाई म यस्तो यो भिडियो सामग्री देखाउँदैछु जहाँ रुकुमदेखि नेपालगञ्जसम्म नुन र लत्ता कपडाका लागि हाम्रा बाजेहरूले, हाम्रा बुवाहरूले, हाम्रा काकाहरूले, हाम्रो आमाहरूले 22 दिनको पैदल यात्रा गरेर नुन र लत्ता कपडाको जोहो गर्नुपर्ने यो विगतको बाटो र फेरिएको अवस्थाको बारे यो सामग्री प्रस्तुत गर्दैछु। त्यति बेला डाँडा, लेक, खोला, पहाडहरू पार गर्दै न त त्यहाँ सजिलो बाटो थियो, न कुनै सवारी साधन थिए। डोकोमा नुन बोक्दै, पिठ्यौमा भारी बोक्दै हिड्ने, नुनको जोहो गर्दै का लागि पाएका दुःखहरू स्मरणीय रहेका छन्। उहाँहरूले सुनाउनुहुन्छ, उहाँहरूले विगत बताउनुहुन्छ, हामीलाई आश्चर्य लाग्छ। हाम्रा बाजे बुवाहरूको कथा सुन्दा, आमाहरूको कथा सुन्दा मन पोल्छ। उहाँले भन्नुहुन्छ, नेपालगञ्ज पुगेर हामी 22 दिनको यात्रा गरेर हामी नुन बोकेर आउँथ्यौं। त्यो नुन बोक्दै गर्दा कतिपय त घर फर्कनै सकेनन्, बाटोमै ज्यान गुमाए। त्यो समय न विद्यालय थियो पढ्नका लागि, न उपचारका लागि स्वास्थ्य संस्थाहरू थिए, न त रोजगारका अवसरहरू नै थिए। जे दुःख दिएको थियो त्यो नुनले दिएको थियो। वर्षभरि पुग्ने गरी लगाउनु पर्ने कपडाले दुःख दिएको थियो। जब फुर्सदिलो समय आउँथ्यो, हिउँदको समय आउँथ्यो, त्यति बेला नुनको जोहो गर्नुपर्ने बाध्यताले नुन बोक्नमै महिनौं लाग्ने, नुनकै जोहोको लागि तयारी अवस्थामा रहनु पर्ने हुन्थ्यो। सामान्य रोजगारीका लागि पनि काम गर्ने र 2-4 पैसा कमाउन सक्ने अवस्था थिएन। पढ्नका लागि विद्यालय जान सक्ने अवस्था थिएन। नुनकै जोहोले गर्दा यो सारा सब दुःख, आर्थिक आय आर्जनको सवाल होस् या त अन्य कुनै रोजगारका अवसरको लागि, शिक्षाका अवसरका लागि सबै कुरा नुनमा समर्पित गर्नुपर्ने अवस्था थियो। यात्रा सहज थिएन, कठिन थियो, दुःखपूर्ण थियो, पीडादायक थियो। घरका सबै अगुवाहरू डोको बोकेर नुनका लागि चाहिँ जानु पर्थ्यो। अहिले समय फेरिएको छ। त्यो उकाली ओराली पार गर्ने बाटोहरूमा अहिले सडक कालो पत्ते भइसकेको छ। रुकुमदेखि नेपालगञ्जको दूरी आवत-जावत गर्नको लागि अब 22 दिन होइन, 5 घण्टाको बनेको छ। आज त्यो दूरी पनि छुट्टिने प्रशस्त सम्भावनाहरू रहेका छन्। बस, जीप, मोटरसाइकल, एम्बुलेन्स हरेक यातायात चल्न थालेका छन्। विगतका दुःखका पाइलाहरू अहिले विकासका पाइलामा बदलिएका यो दृश्यबाट हामी आभास गर्न सक्छौं। सडकले मात्र दूरी घटाएको छैन, जीवनलाई पनि सहज बनाएको छ। गाउँका विद्यार्थी विद्यालय सजिलैसँग पुग्न सक्छन्, रोगीहरू समयमै स्वास्थ्य केन्द्र पुग्न सक्छन्। कृषकका लागि बाली बजारमा पुग्न थालेका छन्, कृषकका उत्पादनहरू बजारसम्म सहजै पुग्न थालेका छन्। रोजगारीका अवसरहरू बढ्दै गएका छन्। रुकुमका युवाले नेपालगञ्जमा व्यवसाय गर्न थालेका छन्। कहिले काठ, फर्निचर पसल, कसैले चाहिँ होटल, कसैले यातायात सञ्चालन, यस्तै। पहिले नेपालगञ्ज जान आउनको लागि 22 दिन लाग्थ्यो भने
अब बिहान नेपालगञ्ज गएर हिँडेर बेलुका घर फर्किन सकिने अवस्था भएको छ। यो एउटा बाटोको कथा मात्र होइन, यो त विश्वासको कथा हो। देश बिस्तारै उभिँदैछ भन्ने एउटा प्रमाण पनि हो। कहिलेकाहीँ हामी भन्छौँ यो देश खत्तम भयो, केही पनि भएन भन्ने पनि लाग्छ। त्यो हामी चाहिँ सुन्ने पनि गर्छौँ, तर यो बाटो हिँड्दा बुझिन्छ केही भएको छ है, र आज धेरै हुँदैछ। विगतका दुःखका पाइलाहरू आज सुखका यात्रामा रूपान्तरण भएका पाउन सक्छौँ। विकास सधैँ ठुल्ठुलो कुरा मात्रै विकास होइन। कहिलेकाहीँ एउटा सडक, एउटा पुल, एउटा विद्यालय, यी सब परिवर्तनहरू विकास हुन्। रुकुमदेखि नेपालगञ्जसम्मको यो यात्रा अब नुनको जो होइन, जीवनको सम्भावना बोकेको यात्रा बनेको छ। यो देश बदलिँदैछ बिस्तारै, तर निश्चित रूपमा भन्ने कुरा हामी योबाट आभास पाउन सक्छौँ, देख्न सक्छौँ। धन्यवाद, नमस्कार।